हेलो हाई एन्ड नमस्ते हैन म चाहिँ जिनियस केआरबी अनि आज चाहिँ विशेष भनेको फर्काट्नको लागि सघाउन जाँदैछु म चाहिँ अब यस्तै हो। अनि मैले पछाडि एउटा ब्याग पनि बोकिरहेको छु पुरै हैन चाइनिज स्टाइलमा। चाइनिजहरूले बाँसकै झोला बनाएर बोकेको देखेको थिएँ, त्यस्तै म पनि यो बहिनीको लागि बनाइदिएको थिएँ अनि पुऱ्याइदिँदै जाँदैछु। अनि हिजोको एउटा भिडियो थियो नि जुन त्यो पाउजु भेटेको भिडियो, हौ त्यो भिडियो बनाएको थिएँ। अनि त्यो पनि पुऱ्याउँदै जोस् त्यही काठमाडौँ जाने बहिनी के हराएको थिएछ, त्यो कमेन्ट गरेर मलाई फोन गरेर मेरो दाजु मेरो भन्दै थियो, दिनभरि गोठालातिर खोजी हिँड्ने भन्दै थियो। अनि त्यहाँ पनि एउटा भिडियो दिन्छु, त्यही भिडियो बनाउँदै खर काटेकोसम्म भिडियो हुन्छ है गाइजहरू। दारी सारी काट्नु पर्ने हो क्या गाइजहरू, किन अलिकतिर लाउन यता मुखतिर पसिरहेको छ, त्यही भएर बाटैमा मिसिन भेटाएको कारणले म दारी काट्दैछु। यहाँ सामान्य नलगिजाने, म यताबाट जाने नि त नि, यताबाट त्यसो के कस्तो कमेडी देख्यो नि त। अहिले मैले बनिदिएको झिकिदिएको पेरुङको चाहिँ अहिले करुणाले बोकिसकेको अवस्था छ। यसरी नै बोक्नुपर्छ, यो चाहिँ अझै दुईपट्टि लाउनु पर्ने खासमा चाहिँ, तर अहिले भारी नभएको कारणले गर्दाखेरि यहाँ सुन्तला भरि लाएर दुईपट्टि काँधमा लाउने। अनि त्यस्तो हो होइन। मेरो कच्चे पनि यहीँ रहेछ है। अनि सामान जिम्मा लाउँदैछु गाइजहरू होइन, सबजनाले हेर्नु होला। यहाँ काँच चुडिएको पनि रहेछ होइन, सबैको अगाडि सामान जिम्मा लाउँदैछु। उहाँ चाहिँ यो हराएर दिनभरि गोठाला जाँदै खोजेको अरे, तर मैले भेटाएको थिएँ। धन्यवाद। प्रुफ सहित जिम्मा लगाइसकेको छु। त्यही हो। मैले चाहिँ सामानहरू जिम्मा लगाइसकेको अवस्था छ होइन। अनि जिम्मा लगाएर चाहिँ म घाँस काट्नु लाग्दैछु। अनि अर्को कुरा गाइजहरू, मेरो दारी काटेको लुक्स कस्तो छ है गाइजहरू होइन, कस्तो देखिरहेको छ। खर काट्ने स्थानमा उपस्थित भइसकेँ होइन। अब यस्तो बिजोग छ मा के भन्नु, यो सिस्टमले खर काट्दै रहेछ। यो पहिला हामीले नि काटेर छोडेको, अब बाँकी आज काटिसक्ने अरे, कसलाई काटिसक्दो रहेछ हेरौँ। म चाहिँ भिडियो बनाउनुको लागि आएको खासमा चाहिँ। उहाँ धेरै भाइरल हुने मन गर्दैछ, उहाँलाई सबैले सपोर्ट गर्नु है। उहाँ चाहिँ चल्दैछ है, चल्दैछ काट्ने कार्यक्रम चल्दैछ। घाँस कटाइ खतरा छ। पहिला पनि त्यो मलाई हामीले नि काटेको होइन, आज फेरि भेट भयो है यही ठाउँमा। यहाँ मलाई भिडियो बनाउनु बोलाएको खासमा नि, त्यही पनि के भिडियो 10 बजे आएर अहिले आएर भिडियो बनाउनुको लागि बोलाएको त नि। अनि के भिडियो मात्रै बनाउनु है भनेर चाहिँ अब कचेन लिएर आइदिएको कि यस्तो छ। सम्झना के छ, धेरै पछि देखियो त केही छ कि को हो यो? मैलेको जमाना पनि लजाउने मान्छे भेट्यो है। युनिका दनक दिँदैछ ड्याङ नगर्नु मात्रै हुन्छ। सबै भन्छ अस्ति हामीसँगै काटेको, अनि आज फेरि भेट भएको अवस्था छ। भरे यो खर काटेपछि एकदम रमाइलो हुनेवाला छ। मैले एउटा प्लान सोचिरहेको छु यो टोलीहरूको लागि।
अब हामी मात्रै काट्ने घाँस